हेरी नानी यहाँ के हो यो कहाँ आयो नानीहरू भिडियो कहाँ आयो त आज मनोकामना लिएले ए राम्रो लाग्यो एकदम राम्रो मनोकामना मन्दिरमा आउनु घुम्नु पाउँदा गोर्खा मनोकामना टाढा भए पनि लिले मनोकामना एकदम राम्रो 1 घन्टामा आएर अर्को 2 घन्टा त आइजाइ शर्मिलालाई कस्तो लागिरहेछ एकदम रमाइलो भिनाजुसँग भेरीको माइसा मनोकामना मन्दिर घुम्न आउँदा एकदम खुसी लागेछ मौकाले सबैजना भेट भइयो सजु कति वर्षमा आइन् सजु सजु त वर्षसम्म आइहाल्छु वर्ष नि लाग्दैन नि महिना त अस्ति भर्खर आएर पिकनिक खाएर गएको सम्झुजीले भनिदिनुहुन्छ यहाँ मनोकामनाको बारेमा त अझ कति वर्ष पुरानो 18 वर्ष भयो मनोकामना स्थापना भएको आज यो 1 हप्ता अगाडि अस्ति 22 गते मात्रै मनोकामनाको 18औं वार्षिकी मनाइयो भव्य रूपले यहाँ बलि यो मन्दिरलाई यो मन्दिर अलि सानो भएको एकजनादेखि मान्छेले दर्शन गर्न नमिल्ने भएको हुनाले हाम्रो गोदावरी नगरपालिकाको मेयरले यसलाई अलिकति ठुलो बनाउनु म पैसा व्यवस्था गरिदिन्छु भनेर जानुभएको छ अब केही वर्षमै यो मन्दिर भव्य रूपै अर्कै हुन्छ अर्को रूपको मन्दिर बन्ने आशा गरेका छौँ यहाँ बलि चढ्छ कि चढ्दैन बलि चढाउँछन् यहाँ सङ्कल्प गर्छन् नि माथि लगेर कता माथि त्यही त गोर्खा मनोकामनामा अधिकांश बलि चढाउँछन् त्यहाँ मगर पुजारी भए जस्तै यहाँ तामाङ पुजारी हुन्छन् यहाँ सङ्कल्प गर्ने उही माथि लगेर बलि यहाँभित्र होला एकता पुजारी यहाँ बस्नुहुन्न ऊ रातो लाउने पुजारी ड्रेस मनोकामना पुजारी र यहाँको पुजारी ड्रेस लगभग एउटै छ रातो ल हजुर सबैलाई धन्यवाद एकदम रमणीय ठाउँ वरिपरि हरियाली अनि हाइटमा पनि एकदमै रमणीय छ मनोकामना भविष्य चाहिँ भविष्यमा एकदमै पर्यटकीय क्षेत्रको हिसाबले एकदमै नगरपालिकाले गोदावरी नगरपालिका भोलि नै सबै देउताले बसोबास गरेको ठाउँ भएको हुनाले धार्मिक पर्यटनको विकास गर्ने लक्ष्य छ हाम्रो गोदावरी नगरपालिकाको त्यही अनुरूप यो लेलेमा विशेष गरी यो मनोकामनाले चाहिँ धार्मिक पर्यटकलाई धेरै नै टेवा पुऱ्याएको अवस्था हो यो धन्यवाद हजुर धन्यवाद